नमस्ते, मेरो नाम सागर पाण्डे। मेरो घर चाहिँ नवलपरासी सुस्ता गाउँपालिका वार्ड नम्बर 2 महलबारी। त्यहाँ चाहिँ बुवा मामा हुनुहुन्छ अहिले। बाल्यकाल अब राम्रै रह्यो। एउटा बच्चाको कस्तो हुनुपर्ने त्यस्तो नै थियो मेरो। अलिकति चञ्चले, अलिकति जिद्दी, अलिकति अगाडि जे कुरामा पनि अगाडि बढ्नुपर्ने। सायद मेरो एक्सिडेन्ट पनि त्यही कारणले पनि अलिकति त्यसमा पनि जोडिन्छ। हामी चाहिँ अब भोटेकोसी जाँदैछौँ बन्जी जम्प हान्नलाई। जस मजा आइरहेछ चलाउनलाई र अलिकति बाटोहरू अलिकति रफ रहेछ, धुलोहरू, त्यसले गर्दाखेरि अलिकति एकछिन गाह्रो भयो जस्तो भयो। तर पनि ठिकै छ, इन्जोय एकदम रमाइलो मौसम छ। हामी यहाँ आएर चट्ट लस्सी खाँदैछौँ होइन, चिसो लस्सी, हावा चलिरहेछ, निकै रमाइलो भइरहेछ। बैसठी साल असोज 23 गते फुलपातीको दिन निकै माहौल रमाइलो दसैँको माहौल थियो। चिसो मौसम थियो, जाडोको बेला सुरु हुँदै थियो। हामी चाहिँ साथीहरू बिहान यसो खेल्न भनेर जाँदै थियौँ घरबाट, अलिकति गाउँबाट 100-150 मिटर पर जस्तो। त्यहाँ चाहिँ हामी जाँदाखेरि चाहिँ नि त्यो करेन्ट चाहिँ फ्लो भइसकेको रहेछ कि हाई टेन्सन लाइन 11,000 भोल्टेजको लाइन हो। अनि त्यो माटोको चाहिँ माथि त्यो बाँधिएको हुन्छ वायरलाई, त्यो चाहिँ फुटेर फलामको एङ्गलमा टच भएको रहेछ क्या। त्यो चाहिँ हामीलाई थाहा हुने कुरो भएन। हामी यस्तै घुम्दै जाँदाखेरि म अलि अगाडि जे कुरामा पनि अलिकति अगाडि हुनुपर्ने। एउटा बाख्रा चाहिँ चरेर जाँदा त्यहाँ मरेको रहेछ क्या। अनि त्यो बाख्रालाई चाहिँ के भएको रहेछ भनेर हामी चाहिँ हेर्न गयौँ क्या। त्यसमा म अलिकति अगाडि थिएँ। अनि त्यो पोलबाट 3-4 मिटर सर्कलमा चाहिँ त्यो रेडियसमा चाहिँ उसले चाहिँ करेन्ट फ्लो भइरहेको रहेछ। त्यसले कारणले गर्दा बाख्रा मरेको रहेछ। अनि म चाहिँ के भएछ भनेर देख्ने कुरो भएन। के भएछ भनेर हेर्न जाँदाखेरि चाहिँ नि लाइनले मलाई सुरुमा तानिसकेपछि अब त्यहीँ खुट्टाहरू जल्न थाल्यो। त्यसपछि मेरो साथीहरू सँगै धन्न आएन, उनीहरू चाहिँ ब्याक भयो। अनि त्यसपछि उनीहरूले चाहिँ गाउँमा ठुलो मान्छेहरूलाई भन्न गयो। उसले चाहिँ कम्तीमा त्यति बेला 15-20 मिनटभन्दा बढी नै समय लियो त्यति बेला। अनि म चाहिँ त्यहाँ बलिरहेको थिएँ मेरो खुट्टा, तर मलाई यो केही पनि याद छैन क्या। त्यो घरबाट हिँडेको मलाई याद छ। त्यसपछि सिधै मलाई हस्पिटलमा आएर होसमा आएको मात्रै याद छ। अनि त्यहाँबाट सुरुमै इन्डिया गयो, नजिक इन्डिया पर्ने। त्यसपछि इन्डियाबाट सक्दो चाँडै बुटोल लैजा भन्यो, बुटोल हामी गयौँ। त्यसपछि बुटोलबाट सक्दो चाँडै काठमाडौँ लिएर जानु भन्यो। त्यहाँबाट सलाइन पानी अब ब्लडहरू के मिलाएर त्यहाँबाट सिधै हामी काठमाडौँतिर लाग्यो। टिचिङमा गइसकेपछि डक्टरहरूले हेर्नुभएछ। त्यसपछि उहाँको त अब अलिकति उहाँको सेन्स हामीले भेटेनौँ। तपाईँहरूले लैजानु सक्नुहुन्छ, हामीले सबै कुरा हेऱ्यौँ भन्नुभयो। त्यसपछि बुवाले चाहिँ नि ठिक छ, अब हामी आधी घन्टा जस्तो राख्छौँ, म पनि आफ्नो मान्छेहरू बोलाउँछु, त्यसपछि लैजाउँला होइन, राजा त मरेपछि राखेन होइन, हामी लैजान्छौँ भन्नुभयो। त्यति बेलै लैदिइहाल्यो भए सायद यो लाइफ मेरो सकिसकेको थियो। अनि त्यसपछि आधी घन्टापछि डक्टरहरू फेरि आउनुभएछ। त्यसपछि आधी घन्टापछि आएर फेरि मलाई चेक गर्नुभएछ। त्यसपछि मलाई नाम सोध्नुभयो। त्यो मलाई अझै पनि याद छ त्यो कुरा। तिम्रो नाम के हो भन्नुभयो। मेरो नाम सागर पाण्डे। तिम्रो घर कहाँ हो भन्नुभयो। मेरो घर सुस्ता गाउँपालिका भने। त्यसपछि त्यहाँ खुसीको माहौल छायो अलिकति। त्यसपछि भनौँ न अब डक्टरहरूले नै सेन्स छैन भनेर फर्काउनु भनेको। त्यसपछि आधी घन्टामा त्यो होस आयो। त्यसपछि त्यहाँ अनि डक्टरहरूले उहाँ बच्चा हुनुहुँदो रहेछ, बच्चालाई कान्तिमा लाँदा राम्रो हुन्छ भन्नुभयो। त्यसपछि हामी कान्ति हस्पिटल गयौँ। कान्ति हस्पिटल चाहिँ हामी 17 दिन बस्यौँ। यो मेरो हात पनि, राइट ह्यान्ड पनि काट्नुपर्छ भन्नुभएको थियो क्या होइन। मेरो बुवाले भन्नुभएको हात चाहिँ नकाट्नुहोस्, जे हुन्छ होइन, हात चाहिँ नकाटिदिनु होला, अरू चाहिँ जे गर्नुहोस् भन्नुभयो। त्यसपछि डक्टरहरूले पनि हुन्छ ठिक छ भनेर जानुभयो, लिएर जानुभयो। 6, 7, 8, 9 घन्टा अपरेसन थिएटरभित्र। त्यसपछि मलाई त्यहाँबाट निकाल्यो होइन। निकालिसकेपछि आधी घन्टामा मेरो होस आयो क्या। डक्टर साहबहरूले होस नै आउँदैन, लगभग 95% होसमै आउँदैन भन्नुभएको थियो क्या। अनि म चाहिँ आधी घन्टामा मेरो होस आयो होइन, म बोल्न थालेँ। अनि त्यसपछि सबै खुसीयाली भयो। अनि त्यसपछि डक्टरहरूले फेरि के पनि भन्नुभएको थियो नि, होसमा आइहाल्यो भने पनि अलि म चाहिँ अलि बोल्न धेरै थालेँ अरे क्या। त्यो बेला अलिकति बोलिरहेको रहेछु।
अनि त्यसपछि त्यो कन्डिसन हेर्दाखेरि चाहिँ नि फेरि उसो हुने हो कि भन्ने तर म चाहिँ जब बोलिरहेँ त त्यसपछि मेरो आवाज कहिले पनि रोकिएन त्यहाँबाट होइन डक्टरले जे भने थियो सबै कुरा मेरो उल्टो विपरीत होइन डक्टरहरूलाई जित्दै म आएँ क्या करिब 7 महिना त्यहाँ मेरो बसाइ भयो अनि जनआन्दोलन चलिरहेको थियो त्यति बेला 62 सालको जनआन्दोलनको भोलिपल्ट चाहिँ मलाई त्यहाँबाट डिस्चार्ज गर्नुभयो होइन त्यहाँबाट डिस्चार्ज गरेर अनि हामी घर गयौँ मेरो लागि त अर्कै संसार जस्तो लागिरहेको थियो क्या त्यति बेला किनभने टोटल्ली डिफ्रेन्ट थियो मेरो लागि साथीहरू पनि नयाँ जस्तो लागेको थियो मलाई त्यति बेला किनभने टोटल्ली म डिफ्रेन्ट थिएँ क्या त्यति बेला होइन मेरो माइन्डसेट पनि डिफ्रेन्ट भइसकेको थियो अब पढ्नुपर्ने कुराहरू आयो होइन अब त्यतिकै बसेर हुँदैन बिफोर एक्सिडेन्ट म चाहिँ सरकारी स्कुलमा टाढै पढ्थेँ होइन मिडियम फ्यामिली पछि सम्भव भएन त्यहाँ जानलाई होइन अब व्हिलचेयर युज गर्नुपर्ने टाढा जानुपर्ने त्यहाँ त्यसपछि नजिकैको स्कुल मेरो गाउँकै स्कुल बोर्डिङ स्कुलमा चाहिँ मलाई चाहिँ त्यहाँ पढाउने 10 क्लाससम्म 100% स्कलरसिप दिएर उसलाई हामीले के गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले गर्नुभयो सेकेन्ड लाइफ मेरो सुरुवात हुँदैछ जस्तो भयो क्या त्यहाँ अब अनि 2068 सालमा मैले एसएलसी पास गरेँ 84% डिस्टिङ्सन ल्याएर होइन म पहिला कमजोर थिएँ होइन तर यो भइसकेपछि त्यो हुन्छ नि अब कतैबाट केही मलाई त्यो गर्नुपर्छ भन्ने दिमागमा आयो त्यसपछि मैले राम्रो गरेँ क्या एकाडेमिकमा पनि अनि मेरो लक्ष्य भनेको डक्टर बन्ने थियो क्या डक्टर किन बन्ने भन्दाखेरि त्यो पनि त्यो मेरो त्यो एक्सिडेन्ट भएको बेलामा मलाई आयो क्या जब मैले डक्टर त्यो हस्पिटलमा वीर हस्पिटलमा त्यो देखेँ नि एउटा नर्मल बिरामी भएर मध्यम वर्ग परिवारको उपचार गर्नलाई होइन आयो भने उसले कस्तो त्यो व्यवहारहरू खेप्नु पर्ने रहेछ होइन त्यो डक्टर पनि कस्तो हुने रहेछ डक्टरलाई त हामी भगवान ठान्छौँ होइन तर उहाँहरू भगवान त भगवानै हो होइन कतिपय ठाउँमा तर जुन अवस्था त्यो देखेँ त्यो अवस्था चाहिँ नरमाइलो लाग्यो मलाई डक्टरहरूले मलाई बचाउनु भएको छ मैले पनि कसैको लागि बचाउनुपर्छ भनेर हुन्छ नि त्यो चाहिँ मेरो डक्टर बन्छु भनेर चाहिँ हस्पिटलमै आएको त्यसपछि म 10 क्लास पास गरेपछि डक्टर पढ्नलाई बायोलोजी साइन्स पढ्नुपर्छ त्यो चाहिँ अब म चाहिँ काठमाडौँ नै गएर पढ्छु भन्ने मेरो माइन्डसेट थियो क्या त्यसपछि हामी एसएलसीको रिजल्ट आएको हप्ता 10 दिनपछि बुवा र म काठमाडौँ आयौँ 1 2 3 अब एक्लै कोही आयो भने हामी आउन सक्दैन क्या यहाँ छैन क्या म त्यहाँसम्म आएँ त्यसपछि सबै स्टेपहरू चढ्नु पऱ्यो सबै गर्नु पऱ्यो होइन जहाँसम्म आवश्यक पर्ने ठाउँ छ त्यहाँ चाहिँ त्यो भइदियो भने हामीलाई पनि अलिकति हुन्छ नि ल है हाम्रो लागि त्यहाँ चाहिँ हामी त्यहाँ जाँदा हामी जान सक्छौँ भन्ने त्यो सुरुमै मोटिभ होस् क्या सुरुमा होइन त्यहाँ गाह्रो छ सबै स्टेप छ हामी जान सकिँदैन त्यो सुरुमै त भयो भने मजा आएन क्या होइन घुम्न सबैलाई मन लाग्छ नि त अब सबै कलेजहरू हामीले भने जस्तो होइन हामीलाई फिजिकल्ली यो इन्फ्रास्ट्रक्चरहरू मिल्ने व्हिलचेयर फ्रेन्डली त हुँदैन होइन अझ त्यो समयमा थिएन धेरै नै थिएन होइन थिएन त्यसपछि मेरो बुवा र भिनाजु चाहिँ दिनदिनै अब कलेज खोज्न भन्दै हिँड्नुहुन्थ्यो म चाहिँ जान्दिँदैन थिएँ होइन किनभने फिजिकल्ली हिँड्न पनि गाह्रो हुन्थ्यो उहाँहरू जाने त्यसपछि कलेजहरू खोज्ने 1 दिन 2 दिन हप्ता दिन 10 दिन 2 हप्ता गर्दा गर्दै 1 महिना भइसक्यो म कलेज खोज्न थालेको त्यसपछि कलेजहरू खोज्ने क्रममा 1 महिना बितिसक्यो त्यसपछि कलेजहरू नपाइसकेपछि अनि बुवाले भन्नुभयो अब जाउँ घर गाउँतिरै जाउँ उतै कलेजमा भर्ना गरौँला उतै पढौँला भन्नुभयो अनि मैले भने मेरो विषय मिल्दैन म गाउँमा म फर्किदिनँ यहाँ भर्ना गरिसकेपछि मात्रै फर्किन्छु नत्र म फर्किदिनँ भने क्या मैले त्यो अलिकति जिद्दीपना मेरो देखियो त्यहाँ पनि होइन अनि त्यसपछि मैले त्यो अठोट लिएँ म गाउँ फर्किदिनँ कलेज खोजिन्छ कलेज म साइन्स नै पढ्ने हो म काठमाडौँमै पढ्ने हो भने त्यसपछि ल ठिक छ त्यसपछि अनि मलाई लिएर हिँड्न थाल्नुभयो अनि बुवा र म एक दिन हिँड्यौँ त्यसपछि हिँड्दै गर्दा रत्नपार्कतिर सायद मलाई याद छ अझै रत्नपार्कतिर हामी बाटो क्रस गर्दै थियौँ त्यति बेला चाहिँ एकजना दिदी हुनुहुन्थ्यो क्या उहाँले चाहिँ अनि हामीलाई देख्नुभएछ अनि हामीलाई बोलाउनु भयो रोक्नु भयो त्यसपछि तपाईँहरू कहाँ जान लाउनु भयो भने हामीले बुवाले भन्नुभयो यस्तो हो अनि हामी कलेज खोज्दैछौँ पढ्नको लागि भन्नुभयो त्यसपछि उहाँ चाहिँ फोटो पत्रकार हुनुहुँदो रहेछ क्या अनि उहाँले चाहिँ नि ल हिँड्नुहोस् तपाईँलाई म एउटा कलेज लिएर जान्छु भन्नुभयो उहाँले नै होइन त्यसपछि हामी तिनकुने एउटा कलेजमा हामी गयौँ त्यसपछि त्यहाँ गइसकेपछि उहाँले यस्तो अनि त्यसपछि उहाँको म्यानेजमेन्ट कमिटी सबै बसेर कुराहरू भयो ल हामी तपाईँहरूलाई हामी खबर गर्छौँ भन्नुभयो हाम्रो नम्बरहरू लिनुभयो सबै कुराहरू अनि त्यसपछि हामी निस्क्यौँ त्यहाँबाट जस उहाँहरूले त्यति बेला जस ठिकै कुराहरू पोजिटिभ नै कुरा गरिरहनु भएको थियो होइन त्यसपछि हामी निस्क्यौँ
निस्किँदै गर्दाखेरि अनि कान्तिपुर मिडिया त्यो त्यति बेला कान्तिपुरको त्यहाँ थियो तपाईँले यत्रो गर्नुभएको रहेछ हामीले बुवाले सबै कुरा सुनाउनु भयो उहाँलाई अनि तब त्यसो हामी न्युज पेपरमा किन ननिकाल्ने यो कुरा हिँड्नुहोस् म न्युज पेपर निकाल्छु यो कुरा भन्नुभयो उहाँले त्यसपछि हामी त्यहाँ गयौँ त्यहाँ गएर इन्टरभ्यू गर्नुभयो त्यसपछि भोलिपल्ट हाम्रो न्युजमा आयो त्यसपछि एक दुईवटा कलेजले अनि त्यसपछि मलाई सम्पर्क गर्यो होइन तल जान्छ क्या फेरि यार लङ होइन सर्ट हो क्या ए कसरी जानु त यहाँ च्यालेन्जेसहरू भनेको तपाईँको मेन भनेकै सुरुमा वासरुमको हुन्छ क्या मेन कुरा एउटा होइन वासरुम हुन्छ सुरुमा मान्छे हिँड्यो होइन ऊ जानु भनेको फ्रेस हुनु पऱ्यो फ्रेस हुने ठाउँ सुरुमै रोकिन्छ होइन त्यसपछि अब अरू कुराहरू जस्तै अब हामी भनौँ न अब कुनै ठाउँमा रेस्टुरेन्टमा गइयो होइन खाजा खानु पऱ्यो त्यहाँ छैन कि स्टेप छ त्यहाँ होइन त्यहाँ जानु भएन हामीले कस्तो ठाउँ हेर्नु पऱ्यो भन्दाखेरि जहाँ हामी बाहिर बसेर खान मिल्छ त्यो ठाउँ मात्रै खोज्नु पऱ्यो क्या हामीले भनेको हाम्रो इन्ट्रेस्ट भन्दा पनि हामीलाई कहाँ एक्सेसिबल छ त्यो हामीले कहाँ सक्छौँ त्यो मात्रै बस्नु पऱ्यो क्या होइन त्यो होइन नि त हामीले जहाँ मन लाग्यो त्यहाँ बस्नु पऱ्यो क्या होइन मलाई यहाँ लास्ट रेस्टुरेन्टमा बस्नु मन लाग्यो यहाँ बस्नु पऱ्यो क्या होइन यहाँ बस्नु आएको यहाँ गाह्रो भयो भनेर म अन्त गएर बस्ने होइन क्या होइन त्यो इन्भाइरोमेन्ट यहाँ हुनु पऱ्यो क्या मैले हिजो पनि फिल गरिसकेको एकछिन होइन डर भन्ने कुरा एकछिन मात्र हो नि मलाई चाहिँ मैले फर्स्ट टाइम गर्ने बेलामा होइन मलाई पनि डर लाग्यो तर किन हो मलाई त्यो एजमा गइसकेपछि अर्कै जोस आउँछ कि त्यो डरमा आफ्नो मन नलजाउने होइन म यो गर्छु भनेर डरकै आगे जिते भनेर जानु पऱ्यो तपाईँकोमा पनि सायद त्यस्तै हुन्छ जस्तो चाहिँ मलाई लाग्छ होइन म त आफै फाल्ने हो त्यहाँ मैले देखिरहेको छु नि त मान्छेले सो गरेर बिस्तारै गरेर छोडिदिएको क्या त्यो चाहिँ गर्ने होइन म फ्री हुन्छु होइन सब रेडी भएपछि 1 2 3 सेट भन्ने हामी फाल्ने आफैले पुस गर्ने भन्ने सोचिरहेको छु मैले त्यही गर्ने एकदम हुन्छ मेन्टल्ली त्यो लिइरहेको छु अब त्यहाँ गइसकेपछि के हुन्छ थाहा छैन नासा मैले नाम लिनै पर्छ नासाले चाहिँ नि मलाई बोलायो होइन फोन गरेर अनि त्यसपछि म त्यहाँ गएँ त्यसपछि त्यहाँ गइसकेपछि सबै कुराहरू माथि क्लासहरू सबै ठिक थियो मलाई राम्रो थियो तर म चाहिँ एउटा कुरा के भयो भने त्यहाँ म बस्नुपर्ने त्यहीँ होस्टेल बस्नुपर्ने होइन अनि त्यो चाहिँ रेसिडेन्स एरिया चाहिँ अलिकति कलेजबाट अलिक टाढा रहेछ होइन बाटो क्रस गरेर हाइवे अनि त्यसपछि त्यो जानुपर्ने अनि त्यसपछि चाहिँ नि मेरो फ्यामिलीले अलिकति त्यसमा हुन्छ नि अब एक दिन होइन 2 दिन होइन 2 वर्षसम्म अलिक गाह्रो होला अलिकति सेफ नहोला होइन फ्यामिलीले पनि अनि त्यसपछि अर्को हाम्रो एउटा स्पोन्सर पनि हुनुहुन्थ्यो क्या त्यति बेला हामीले अनि उहाँले चाहिँ यो ठाउँ ठिक भएन हामी अर्को कलेज खोज्नुपर्छ भन्नुभयो होइन अब बुवालाई त ठिक लाग्यो त कहीँ नपाएको बेलामा यही पनि ठिक छ भन्नुभएको थियो होइन तर त्यहाँ अलिकति त्यो एक्सिडेन्ट हुने रोड केसले गर्दाखेरि त्यहाँ हामी भर्ना गर्न चाहेर पनि सकेनौँ त्यसपछि निस्किसकेपछि अनि एकजना हामीले त चिनेको होइन तर एकजना हाम्रो चिन्ने मान्छेले हाम्रो एलए कलेजको बारेमा उहाँलाई थाहा रहेछ क्या अनि एलए कलेज लिटल एन्जल्स स्कुल कलेज भनेपछि त्यहाँ सबै कुरा उहाँलाई फिट हुन्छ हामी त्यहाँ किन नजाने भन्नुभयो क्या त्यसपछि हामी एलए कलेजमा आयौँ त्यसपछि म 2 वर्ष त्यहाँ पढेँ अनि ल्याबमा पनि अब सुन्नु त सुरुमा ल्याब गर्न तपाईँले साइन्स पढ्न गाह्रो होला भन्नुहुन्थ्यो क्या अरू कलेजहरूमा पनि मैले भन्थेँ मेरो लक्ष्य नै डक्टर छ अब साइन्स नपढेर डक्टर कसरी भन्छ तपाईँले भनिदिनुहोस् मलाई डक्टर बन्न यदि अरू कुनै सब्जेक्ट छ भने म त्यो पढ्छु नत्र मैले साइन्स नपढ्दै नभन्नुहोस् भन्थेँ क्या मैले किनभने उहाँहरूले तपाईँको फिजिकल कन्डिसन हेर्दा पनि अलिकति गाह्रो होला तपाईँलाई होइन ल्याब गर्नुपर्छ तपाईँलाई अलिकति गाह्रो होला होइन गाह्रो भनेको त मान्ने कुरा हो भन्थेँ मैले त्यो मान्यो भने गाह्रो हुन्छ मानेन भने डिफ्रेन्ट वेमा हामी गर्न सकिन्छ भन्थेँ क्या मैले उहाँहरूले भनेको मान्दै पनि गएको भए सायद मैले चाहेको कुरा मैले पाउन सक्थेन होइन त्यसमा चाहिँ म अलिकति जिद्दी नै थिएँ पनि मेरो लागि आफूलाई जिद्दी हुनु नै पर्छ होइन किनभने आफूले लागि जहिले पनि राम्रो नै सोचिरहेको हुन्छ तर त्यो कुरा अरूलाई थाहा नहुन पनि सक्छ नबुझ्न सक्छ अनि साथीहरू पनि के हुन्छ भने यदि त्यहाँ जानुपर्ने यो गर्नुपर्ने छ भने के गर्नुपर्छ हामी सो सहयोग गर्न तयार छौँ होइन अनि त्यसरी चाहिँ 4 तला माथि 2 वर्षसम्म हप्तामा 3 चोटि जस्तो ल्याब हुन्थ्यो व्हिलचेयरबाट क्यारी गरेर 4 तला जाने ल्याबहरू गर्ने होइन 2 वर्ष सक्यो त्यो देख्दाखेरि त्यो मुभमेन्ट चाहिँ अलिकति मलाई अझै पनि याद छ होइन साथीहरूले त्यो क्यारी बोकेर लगेको हरेक कुराहरू सँगै खाजाहरू खाएको त्यो एउटा माहौल चाहिँ मैले बनाउन सकेँ क्या हुन त अहिले त्यो जेनेरेसनहरू धेरै चेन्ज भइसकेको छ यङ जेनेरेसनहरूमा अहिले अब यो सहयोगको भावनाहरू बढेको छ क्या हुन्छ नि कतै म बाटोमा पनि भइहाल्यो भने तपाईँलाई के समस्या पऱ्यो कि भन्छ क्या होइन ठिक छ म चाहिँ फेरि कस्तो भने
समस्या चाहिँ आफैले समाधान गर्ने क्या अरूको हेल्प चाहिँ म प्रायः म कम लिने गर्छु क्या किनभने हरेक कुराहरूमा सबैमा सधैँ अरू हुँदैन होइन आफैले गर्नुपर्छ होइन त्यो चाहिँ पोजिटिभ माइन्डसेट चाहिँ मैले जहिले पनि बनाइराखेँ होइन मैले इक्जाम दिएँ मेरो नाम स्कलरसिपमा निस्किएन डक्टर नबनाउँला अरू केही होइन अरू मेडिकल फिल्डमै अरूमै केही गरौँला भन्ने मेरो सोचाइहरू आयो होइन त्यसपछि म चाहिँ जेनेटिक इन्जिनियरिङ चाहिँ नि बायोटेक्नोलोजी जेनेटिक इन्जिनियरिङ काठमाडौँ धुलीखेलमा चाहिँ मैले त्यहाँ कोर्स छ भन्ने मैले थाहा पाएँ त्यसपछि म धुलीखेल गएर त्यो युनिभर्सिटी सबै हेरेँ त्यसपछि मेरो लागि चाहिँ अनि दुःख लाग्यो होइन त्यहाँ किनभने त्यो ल्यान्ड स्ट्रक्चर तपाईँले हेर्नुहुन्छ भने इभन नर्मल मान्छेलाई धेरै गाह्रो छ त्यहाँ तल माथि होइन त्यो सिँढी अनि त्यसपछि तर अनि मेरो लागि त झन् गाह्रो भयो त्यहाँ होइन त्यसपछि अनि मेरो दिमागमा सोच आयो अब मैले यहाँ नाम निकालेँ के गरेँ भने त मेरो लागि अनि कसरी पढ्ने अध्ययन कसरी गर्ने होइन अनि उहाँहरूले के भन्नु तपाईँले के गर्नुपर्छ तपाईँले आफ्नो तरिकाले गर्नुहोस् हामीले के गर्नुपर्छ तपाईँको लागि हामीले गर्छौँ भन्नुभयो त्यसपछि मैले इक्जाम दिएँ मेरो नाम पनि निस्कियो होइन स्कलरसिपमा नाम निस्कियो त्यसपछि अनि मैले त्यहाँ एडमिसन पनि भयो मेरो त्यसपछि म 1.5 महिना 1.5 मन्थ म त्यहाँ बसेँ क्या टाइममा बिच मैले त्यहाँको म्यानेजमेन्ट कमिटीलाई भेटिरहेको छु प्रोग्रेस के भइरहेछ होइन क्लास मेरो गर्नुपर्ने जोइन गर्नुपर्ने अनि त्यसमा उहाँहरूले भन्नु टाइम लाग्छ अलिकति बिस्तारै तर हामीले तपाईँलाई बनाउँछौँ भन्नु तर कहिलेसम्म त मेरो क्लास भइरहेछ अनि म के पढ्नु नपाउने होइन अनि म एक्लै बस्थेँ होइन अनेक कुराहरू अनेक प्रश्नहरू दिमागमा खेल्थ्यो होइन अनि त्यो अब हुन सकेन बन्ने छाट मैले देखेन क्या त्यहाँ अनि दिमाग कस्तो आइसक्यो नि मेरो केही सब्जेक्ट भयो भने म पढ्न मात्रै पाए हुन्थ्यो भन्ने भइसक्यो क्या मलाई इन्ट्रेस्टको कुराहरू मलाई हेर्नु अब छैन क्या मलाई म पढ्न मात्रै पाए हुन्थ्यो भइसक्यो मलाई त्यसपछि म चाहिँ त्यहाँबाट ट्रान्सफर लिएर एलए कलेजमा फेरि फर्केर आएँ है त्यसपछि त्यहाँ आइसकेपछि म बिबिआइएस जोइन गरेँ ब्याचलर कोर्स 4 वर्ष मैले राम्रो तरिकाले बिताएँ है अनि त्यसपछि राम्रो मार्क्स ल्याएर 3.4 जिपिए ल्याएर म बिबिआइएस पास भएँ होइन बाहिर जाने रहर पनि थियो मेरो बाहिर एब्रोड स्टडी 1-2 ठाउँमा मैले ट्राई पनि गरेँ हो होइन त्यसमा चाहिँ अनि स्कलरसिपहरू कुराहरू अलिकति फुल्ली फन्ड नमिलेपछि अनि मैले चाहिँ बाहिरको एब्रोड स्टडी छोडिदिएँ त्यसपछि मैले अब नेपालमै पढ्छु मास्टर गर्छु भनेर त्यसपछि मैले अब कलेजहरू हेर्न थालेँ होइन एउटा कलेज हेरेँ त्यो फल्ने कलेज हेरेँ त्यो कलेज नाम गरेको हेरेँ त्यो हेरेँ होइन मैले इन्ट्रेस्टको कुरा भन्दा पनि मेरो लागि सुटेबल मेरो इन्फ्रास्ट्रक्चर मेरो लागि फिजिकल कन्डिसनको लागि ठिक छ कि छैन भन्ने कुरा मैले हेर्नु पर्थ्यो क्या त्यसपछि मैले कलेजमा को बारेमा हेरेँ त्यसपछि हेरिसकेपछि लिफ्टहरू भएको यताउति सबै देखिसकेपछि मलाई एकचोटि कलेज भिजिट गर्न मन लाग्यो मलाई कन्डिसन भने कस्तो म एक्लैको लागि त्यो फिट छ कि छैन होइन कसैले सपोर्ट गर्न नपरोस् त्यहाँ सपोर्ट भनेको त आज 1-2 दिन हुन्छ 2 दिन हुन्छ हप्ता दिन हुन्छ सधैँभरि हुँदैन होइन त्यहाँ 2 वर्ष बिताउनु छ त्यसपछि म त्यहाँ गइसकेपछि म सबै कुराहरू हेरेँ मेरो लागि फिट थियो होइन 100% फिट थियो त्यसपछि म अनि त्यहाँको म्यानेजमेन्ट टिमसँग होइन सबै कुराहरू मेरो बारेमा सबै कुराहरू भने राखेँ अनि मैले थप कुराहरू के राखेँ मेरो मैले स्कलरसिपमा पढ्नुपर्ने हुन्छ होइन मेरो कन्डिसन यस्तो छ त्यसपछि उहाँहरूले ठिक छ हजुरको डकुमेन्टहरू सबै दिनुहोस् भन्नुभयो होइन उहाँहरूले किनभने मेरो लागि पोजिटिभ नै इन्भाइरोमेन्ट थियो त्यो मलाई वेलकम नै गर्दै हुनुहुन्थ्यो उहाँहरूले मलाई त्यो फिल भइरहेको थियो उहाँहरूले डकुमेन्ट्सहरू सबै माग्नुभयो त्यसपछि भोलिपल्ट मलाई फोन गरेर खबर गर्नुभयो होइन हजुरलाई हामीले फुल्ली फन्ड गर्दैछौँ 100% स्कलरसिप दिँदैछौँ भन्नुभयो मलाई एकदम खुसी लाग्यो अनि अर्को कुरा त्योभन्दा अगाडि ब्रिटिस कलेजमा कहिले पनि फुल्ली स्कलरसिप दिनुभएको रहेनछ क्या अनि म मात्रै एकजना रहेछु होइन जसलाई चाहिँ फुल्ली स्कलरसिप दिएर उहाँहरूले भन्नुहुन्थ्यो हजुर एकजना त भाग्यमानी पर्नुभयो र यस्ता भाग्यमानीहरू अरू पनि पढ्दै जाउन् मैले चाहिँ सोच्थेँ त्यहाँ गइसकेपछि अब मेरो भर्ना भयो होइन स्कलरसिपमा फुल्ली फन्डेडमा मलाई त्यहाँ 2 इयर्स MBA पढ्ने भएँ त्यसपछि त्यहाँको इन्भाइरोमेन्ट स्पेसली मेरो लागि त्यहाँ चाहिँ ऱ्याम्पहरू होइन त्यसपछि लिफ्ट होइन मेन कुरा त्यसपछि त्यहाँको वासरुमहरू सबै कुराहरू त्यहाँको इन्भाइरोमेन्ट मोस्ट इम्पोर्टेन्टली त्यहाँको म्यानेजमेन्ट मेरो लागि हेल्पफुल भयो क्या होइन त्यो किनभने मलाई त्यहाँ वेलकम गर्नु नै त्योभन्दा ठुलो कुरोहरू थिएन होइन किनभने अरू कलेजले त्यो वेलकम भन्दा पनि अरू कन्डिसनहरू नै मिल्थेन त्यहाँ होइन त्यहाँ त सबै कन्डिसन पोजिटिभ छ प्लस म्यानेजमेन्टले मलाई वेलकम गरेको छ भने यस्तोभन्दा राम्रो अरू त केही हुन सक्दैन इन्डिपेन्डेन्ट हुनको लागि सब कन्डिसनहरू मलाई
100% पोजिटिभ थियो होइन मलाई कसैले सपोर्ट गर्नु पर्दैन क्या म सिधै क्लासहरू जान सक्थेँ सबै कुराहरू होइन त्यहाँ लिफ्टदेखि क्याफेटेरियादेखि लिएर सबै कुराहरूमा मलाई अर्को हेल्प नै चाहिन्थेन क्या त्यसले गर्दा म 2 वर्ष त्यहाँबाट ग्रेजुएट भएँ सागर पाण्डे फाइनल्ली हामी चाहिँ अब बन्जी जम्प गर्ने भयो होइन किनभने हिजो अलिअलि टेक्निकल कुराहरू आएको थियो त्यो चाहिँ अब हामी आज ओभरकम गऱ्यौँ होइन अब एक्साइटमेन्ट लेभल हाई भइसकेको छ अब चाहिँ हामी पुलतिर जाँदैछौँ होइन बन्जी पुलतिर त्यसपछि त्यहाँ गएर सबै कुराहरू प्रिपेयर्ड सेफ्टीको कुराहरू युज गरिसकेपछि अनि हामी जम्पको लागि तयारी छौँ अब लिफ्ट गर्नुपर्ने हुन्छ तपाईँ आफै लिफ्ट गर्नुहुन्छ भइहाल्छ नि मलाई यस्तो केही गर्नु भएको छ भने पहिला गर्नु भएको छ एक्टिभिटी अब प्याराग्लाइडिङ होइन अल्ट्रा फ्लाइट ऱ्याफ्टिङहरू सबै गरेको छु जस्तो सेती नदीमा होइन यो मुगलिङ तपाईँको मुटु पनि धड्किँदैन क्या हो ढल्किन्छ नि ढल्किरहेको छ अनि डर डर भन्ने हुन्छ डर हुन्छ डर लाग्छ नि डर लाग्नै पर्छ यो बन्द लाग्छ त्यसलाई डरबाट डराएर भयो नि क्यारेबिन अर्को छ डरलाई च्यालेन्ज डरलाई चाहिँ जितेर अगाडि जाने हो हजुर अनि ब्याकअप क्यारेबिनर छ एकदम हाई जोस हाई छ एकदम होइन अब ठ्याक्क अब जम्प गरेपछि अझै मजा आउँछ यस्तो भयो भने समाउन्ट भयो अगाडि
म क्रिकेटमा इन्ट्रेस्टेड बच्चैबाट खेल्ने बिफोर एक्सिडेन्ट भइसकेपछि पनि साथीहरूसँग ब्याट बल लिने छुट्टी भएपछि हिँडिहाल्ने खेल्नलाई क्या त्यस्तो बच्चैबाट त्यसपछि अनि मैले चाहिँ ब्याचलरमा आएर त्यसपछि मैले मेरो ट्राभलको लागि यताउति मोबिलिटीको लागि स्कुटर लिइसकेपछि अझै धेरै कुराहरू मैले बुझ्न पाएँ होइन मेरो एक्टिभिटी भनेको लिमिटेड हुन्थ्यो क्या तर स्कुटर ल्याइसकेपछि मेरो एक्टिभिटी भनेको अलिकति हुन्छ नि बाहिरी एक्टिभिटी बढी हुन थाल्यो होइन बाहिर घुम्न थालेँ मान्छेहरूलाई चिन्न थालेँ मान्छेहरूसँग बोल्न थालेँ मेरो जस्तो साथीहरू भेट्न थालेँ होइन म जस्तो साथीहरू किनभने त्योभन्दा अगाडि म खासै मेरो फिल्डको साथीहरूलाई मैले चिन्दा पनि चिन्थेन भेट्दा पनि भेटेको थिएन क्या होइन त्यो इन्भाइरोमेन्टबाट म अलिकति माथि उठ्दाखेरि चाहिँ त्यो सबै मैले देख्ने मौका पाएँ त्यसले अझै मलाई इन्सपायर्ड होइन मोटिभेट गर्न थाल्यो क्या यो वर्ल्ड चाहिँ अझै यस्तो रहेछ भन्ने मैले अझै बुझ्न पाएँ त्यसपछि मैले खेलकुदमा थाहा पाएँ क्रिकेट हुन्छ भन्ने त्यसपछि म त्यो क्याम्पहरूमा जोइन भएँ त्यसपछि सिलेक्सन भएँ म क्रिकेटमा सिलेक्ट भएँ त्यसपछि मैले चाहिँ नि 2018-19 फर्स्ट एसिया कप व्हिलचेयर क्रिकेटको हाम्रो नेपालमा भयो टियु ग्राउन्डमा अनि त्यसमा चाहिँ मैले त्यहाँबाट मेरो गेम हुन्छ नि जर्नी डेब्यु सुरु भयो मेरो क्रिकेटमा नेसनल टिमको लागि म खेल्न थालेँ त्यसपछि निकै रमाइलो होइन त्यो एकदम खुसीको क्षण थियो त्यो होइन म क्रिकेट मात्र खेल्ने होइन म टेबल टेनिसहरू होइन स्विमिङहरू हरेक कुराहरू गर्छु एउटा एथलेट्स भइसकेपछि सबै कुराहरू गर्नुपर्छ क्या अनि त्यसपछि मैले चाहिँ नि गेमहरू खेलेँ इन्डिया पाकिस्तान बङ्गलादेश नेपाल बिच टुर्नामेन्ट भयो Put it away towards the square division. But there's a fielder. 200 is the target. In fact, a couple of runs running for the second run as well. टुर्नामेन्ट एकदम रमाइलो भएको थियो भव्य सभ्य भएको थियो होइन भने नि त्यो पहिलाबाट मेरो एक्टिभिटी हुन्छ नि एक्सपोनेन्सियली बढ्न थाल्यो क्या अनि एकदमै मेरो हरेक कुराहरूमा म ट्राभल गर्न थालेँ होइन त्यसपछि म एडभेन्चरहरूतिर लागेँ थालेँ होइन त्यो मौकाहरू मैले पाएँ घुम्न थालेँ साथीहरूसँग त्यसपछि अल्ट्रा फ्लाइट गऱ्यौँ होइन सबै कुराहरू यदि डर मान्ने भए होइन डर लाग्ने भए सायद त्यो गरिँदैन थियो होला हाम्रो नेसनल व्हिलचेयर क्रिकेट टिम इन्डिया गएर इन्टरनेसनल व्हिलचेयर च्याम्पियनसिप खेलेर आयो होइन झन्डै हाम्रो अप्रिल होइन मार्चमा थियो हाम्रो त्यसमा चाहिँ हामीले एक हप्ता त्यसमा चाहिँ खेलेर आयौँ गुजरातको बयोदया भन्ने ठाउँमा थियो अनि त्यहाँ गयौँ त्यसको लागि अब नेसनल टिम भएर होइन गइसकेपछि अलिकति छुट्टै खालको अनुभव होइन राष्ट्रको जर्सी लगाएर होइन राष्ट्र हामी रातो चन्द्र र सूर्य झन्डा बोकेर होइन सबैले त्यो मौका पाउँदैन हामी निकै भाग्यमानी छौँ ठान्थ्यौँ हामी देशको लागि हामी खेल्दैछौँ देशले हामीलाई हेर्दैछ विश्वले हामीलाई हेर्दैछ होइन त्यो हामीले त्यो स्टेज पनि हामीले पायौँ किनभने हामीले इन्डिया जस्तो प्रतिद्वन्दी टोलीलाई हामीले हराएको हो दोस्रो गेम भारतसँग पऱ्यो भारतलाई हामीले जित्यौँ त्यति बेला म म्यान अफ द म्याच भएको थिएँ होइन मैले सबभन्दा धेरै रन हानेको थिएँ टिमलाई विजयतर्फ मैले डोर्याउन सकेँ होइन त्यो पल निकै खुसी लागेको थियो हेर्नु फर्स्ट टाइम नेपालले त्यसरी हराएको थियो इन्डियालाई नेपाल जहिले पनि दबाबमै रहँदो रहेछ मेन्टल्ली पनि दबाबमा पर्ने होइन अरू कुराहरूले पनि दबाबमा पर्ने रहेछ मलाई त्यो दबाब फिल भइरहेको थियो त्यति बेला तर मैले त्यो दबाबलाई चाहिँ ओभरकम गरेर खेलेँ होइन इन्डियालाई जित्न सकियो त्यो नै एकदम खुसीको पल थियो सानो खानु छोटो खानु आउनुहोस् छोटो खानु आउनुहोस् त आउनुहोस् अझै अगाडि हजुर कम्प्लिट हो हामी हजुर अझै अगाडि जानुपर्छ गरिदिनुहोस् हाई 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 थोरै अगाडि डर लाग्न थाल्यो क्या छैन अलिअलि त डर लाग्नु परिहाल्यो नि यार डर त लाग्छ थोरै अगाडि अझै ल सिधा भएर हेर्नुहोस् लामो सास फेर्नुहोस् ल दुई हात अब त्यहाँ राख्नुहोस् ल रेडी हो ल रेडी है काउन्ट डाउन है ल 3 2 1 बन्जे
के हुन्छ भने हामी आफै जान सकौँ भन्ने हुन्छ क्या हामीलाई कसैले सहयोग गर्नु नपरोस् भन्ने हुन्छ हामी त्यसरी सोच्छौँ क्या के हामी नसक्ने हो र होइन नि त्यो त जे कुरा पनि हामीले डिफ्रेन्टली गर्ने हो क्या हामी पुग्ने त त्यही नै हो नि डेस्टिनेसन त्यही नै हुन्छ तर द वे मात्रै डिफ्रेन्ट हुन्छ क्या हामी गर्ने नै डिफ्रेन्टली हो